यो दृश्य एक क्युब लेमन टी गार्डन, जहाँ हामीले चाहिँ नि लेमन गार्डनमा चिया खुलाउँछौँ र यहाँ आउँदाखेरि आफ्नै हातले तरकारी पनि टिप्न पाउन्, तरकारी पनि यहीँबाट चाहिँ सप्लाई गर्ने भन्ने टार्गेट अनुसारको हामीले गरेका थियौँ। त्यो टार्गेट अनुसार हामीले चाहिँ बिस्तारै 12 महिना यहाँ चाहिँ नि तरकारीहरू लगाउने र पाहुनाहरू आउँदाखेरि चिया खान भनेर आउँछन्, यता तरकारी पनि टिप्ने, ताजा तरकारी अनि चिया पनि खाने अनि लिएर जाने भन्ने एउटा कन्सेप्टबाट चाहिँ नि स्टार्ट गरेको। यो घर टोयलेट अझै बनाउन सकिएछन्, चिसोले गर्दाखेरि आउन आएको छैनन् भने यता तरकारीले चाहिँ नि आफ्नो स्वरूप अब चेन्ज गर्दैछन्। मुला 40 दिन तयार भइसकेको छ। मुलालाई जति जान्छ नत्र सबै गुन्द्रुकमा चाहिँ कन्भर्ट हुन्छ। यो घिउसिमी, उतातिर टमाटर, खोर्सानी, अरू बाँकी धेरै चाहिँ नि घिउसिमी छ। अनि मसँग बेथेको साग चाहिँ नि अहिले आफै हामी युज गरिरहेछौँ, गेस्टहरूलाई पनि हामीले चाहिँ नि खुलाइरहेछौँ। यो परिकल्पना अनुसारको हाम्रो मुला त राम्रै भएछ। अब गोडमेल अघिल्लोचोटि हामीले धेरै चाहिँ नि गोडमेल गर्नु परेको थियो, लगभग 70-80 1 लाखै मैले चाहिँ घाँस गोडमेल गर्नको लागि दिएको थिएँ। यसपालि यो गरेर खालि बिच मात्र छ, त्यो बिचमा पनि थोरै भएको हुनाले गोडमेलको पैसा परेन, त्यो पैसा मेरो प्लास्टिकले चाहिँ नि कभर गरिदियो। 3टा लिन त 4वटा लिएको थिएँ, 4वटा 32,000 32,000ले 1 लाख भनेपछि लगभग 70,000 चाहिँ नि मेरो बचत भयो। अब यो तोरी थपिने भयो, यसमा पनि मुला लगाएको थियौँ, मुला पनि अब यसमा तयार हुँदैछ। यो खास मैले घिउसिमी लगाएको थिएँ यसमा पनि, तर साग खानलाई छरेको तोरी अब त तोरी नै दिने भयो यसले पनि, र तोरी राख्ने पनि भयो। तोरी चाहिँ थपिने भयो। यो डिलमा चाहिँ नि मैले भन्थेँ खोर्सानी लगाउँछु, यो सफा गरेर प्लास्टिक बिछाइदिएछौँ, घाँस आउँदैन। यता अलिकति बाँकी छ, अरू उता पनि सबै डिलमा चाहिँ सबै प्लास्टिक हालिसकेका छन्, उता पनि प्लास्टिक हालिसकेका छन्। प्लास्टिक सबै चाहिँ ओछ्याइसकेको छ, कुनै पनि खाली नराख्ने, सबै प्लास्टिकले चाहिँ कभर गरेर राख्ने भने चाहिँ टार्गेट। र ती हरेक उसमा चाहिँ अब लौका, गिरमला, करेला, भिन्डी यी तरकारीहरू चाहिँ लगाउनेछौँ।